टुडे न्यूज के साथ में मैजिक फुटवेयर, हिडो सफलताको बाटो। नमस्कार, टुडे न्यूजमा यहाँहरूलाई स्वागत छ। म आशा अधिकारी। न्यूज सुरु गरौँ बसोबास रहेकै स्थानमा दशैं मनाउन आग्रह सम्बन्धी प्रसङ्गबाट। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस कोभिड-19 को प्रकोप बढ्दै गएकाले दशैंमा एक अर्को ठाउँमा आवत जावत नगर्न र बसोबास गरेकै स्थानमा दशैं मनाउन आग्रह गरेको छ। मन्त्रालयले दशैंमा आवत जावत गर्दा कोरोनाको संक्रमण थप फैल्न सक्ने भन्दै सर्वसाधारणलाई जुन ठाउँमा छौ त्यही ठाउँमा दशैं मनाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसपटक कोरोना महामारीबाट जोखिएका दशैं अर्को वर्ष पनि मनाउन सकिने भन्दै आफू र परिवारका अन्य सदस्यलाई समेत खतरा हुने गरी एक ठाउँबाट अर्को ठाउँमा नजान आग्रह गरे। उनले महामारीका बेलामा गाउँ सहर आवत जावत गर्दा संक्रमण फैल्न सक्ने बताए। मन्त्रालयको कोभिड इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले यस्तो आग्रह गरेको भन्दै उनले जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जरिवाना शुल्क तोक्ने मापदण्ड बनाई स्वीकृतिका लागि पठाउने निर्णय गरेको जानकारी दिए। बैठकले संक्रमणको खराब अवस्था आउन सक्ने भन्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखालाई औषधि तथा आवश्यक सामग्रीको व्यवस्था मिलाउन आग्रह गरेको छ। चितवनमा थप 19 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भक्तपुर अस्पतालको कोभिड-19 ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका 19 जना सबै चितवनका हुन्। भक्तपुर अस्पतालले आइतबार साँझ सार्वजनिक गरेको विवरण अनुसार भक्तपुरका 3 पुरुष र 5 महिलामा संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेहरू 20 देखि 58 वर्षसम्मका छन्। यस्तै राप्ती 6 का 27 वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको भक्तपुर अस्पतालको कोभिड-19 प्रयोगशाला प्रमुख डाक्टर नीतू अधिकारीले जानकारी दिन्। खेरहन्नीका 6 र 2 नम्बर वाडाका 1 महिला र 1 पुरुष तथा रतननगरका 5 पुरुष र 3 महिला पनि संक्रमण पुष्टि भएको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको स्वाब परीक्षण गर्दा हिजो आएको रिपोर्टमा पोजिटिभ देखिएको छ। भण्डारी बुधबारको पूर्व इजलासमा बसेका थिए जहाँ सबै न्यायाधीश थिए। भण्डारीको पोजिटिभ रिपोर्टको कारण आजदेखि सबै न्यायाधीश होम क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले सर्वोच्च अदालत घोषित रूपमा बन्द भएको छ। न्यायाधीश मनोज कुमार शर्माको एकल इजलास बाहेक अरू सबै स्थगित गरिएको छ। अब कम्तीमा 5 दिन होम आइसोलेसनमा बसेपछि मात्र सबै न्यायाधीशको PCR परीक्षण गर्नुपर्ने हुन्छ। बुधबारदेखि बन्द वैदेशिक रोजगार कार्यालय आजबाट खुल्ने भएको छ। कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट बन्द गरिएको श्रम स्वीकृति आजदेखि पुनः सुरु हुने भएको हो। विभागले प्रवेशयोग्य अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम नभएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागि जनाएको छ। कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबारदेखि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको थियो। यसैबीच वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ। बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई संक्रमण भएपछि आर्थिक सहायता सम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको छ। गुल्मीको इस्मा गाउँपालिका 4 दोहली बान्झटोलमा 25 वर्षीय अनिल बस्नेतले 60 वर्षीय बाबु दिल बहादुर बस्नेतको धरिलो हतियार प्रहार गरी हत्या गरेका छन्। आइतबार साँझ 7 बजेतिर मदिराले मातेर आएका
अनिलले बाबुसँग झगडा भएपछि घरेलु हतियारले आक्रमण गरेका थिए। बाबु दिलबहादुरको मुख र टाउकोमा चोट लागेर बेहोस भएपछि छिमेकीले उद्धारका लागि पाल्पा अस्पताल पुर्याएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गुल्मी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिनुभयो। आक्रमणपछि फरार अनिलको खोजी कार्यालय भइरहेको र घटनाको अनुसन्धान भइरहेको पन्तले बताए। टुडे न्युजमा एकैछिन व्यवसायिक विश्राम। यसपालि आउन नमिल्ने भयो आमा। यो दसैँमा निधार खाली नै हुने भयो। दसैँमा निधार खाली राख्न हुन्न नि बाबु। हाँस्दै खेल्दै सानो सानो खुसीमा भुल्दै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै नयाँ साथी बनाउँदै विशाखोलाई मनाउँदै हुर्किँदैछ नेपाल चोको फनमा रमाउँदै। नेपालको सर्वाधिक लोकप्रिय चोकलेटी वेफर चोको फन। चोको 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 फन। यस डायरीमा मेरा सबै मिठा यादहरू छन्। मेरो हातमा यही फेभरेट ब्याट थियो जब मैले पहिलो पटक इन्टरनेसनल सेन्चुरी बनाए। यही बलले मैले फर्स्ट टाइम 5 विकेट्स लिएको थिएँ। ओडिआई स्टेटस पाउँदाको त्यो क्षण अनि मेरो पहिलो म्यान अफ द म्याच अवार्ड पनि। मैले हासिल गरेको अचिभमेन्ट्समा मेरो मेहनत, संघर्ष अनि मलाई साथ दिने मेरा फेभरेट चिजहरू छन्। सफलताको बाटो हिँड्ने ती सबैलाई म्याजिकको सल्युट। म्याजिक फुटवेयर, हिँडौँ सफलताको बाटो। त्यो रातो वाला हैन, हरियो वाला, हरियो वाला। सानो वाला हैन क्या, ठुलो वाला गाडीमा ठुलो वाला। नमस्कार साउजी। नमस्कार। बसौँ न बसौँ। अनि उहाँ चाहिँ मास्टर वाला कि इन्जिनियर वाला? यो कान्छो इन्जिनियर। ए कान्छो इन्जिनियर वाला। अनि किन आउनुभयो होला? सिमेन्ट चाहियो त्यही भएर आइयो। ए ए ए कुन सिमेन्ट? राष्ट्रिय वाला कि अन्तर्राष्ट्रिय वाला? अखण्ड वाला कि मेरुदण्ड वाला? शक्ति वाला कि भक्ति वाला? जुनी वाला कि मनी वाला? ए साउजी, नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट। ए नो कम्प्रोमाइज वाला शिवम सिमेन्ट। ठीक रोज्नु भयो। नेपाल गुणस्तर प्रथम अवार्डबाट पुरस्कृत असली ओपिसी सिमेन्ट शिवम सिमेन्ट। क्वालिटीको मामलामा नो कम्प्रोमाइज। के पिउँ कि कुन चाहिँ वाला? जीवनको हरेक मोडमा छ टिभीएस स्ट्राइकरले दिन्छ सुपर कम्फर्टको आवाज। सुपर भन्दा एक्स्ट्रा सुपर। टिभीएस स्ट्राइकरले दिन्छ 65 किलोमिटर भन्दा बढी सुपर माइलेज। हरेक दिन यात्रा गर्छु म भरोसा लिएर। टिभीएस स्ट्राइकरको सुपर स्टाइलले सारा संसारको आँखा हुन्छ म माथि नै। टिभीएस स्ट्राइकर 125cc सुपर भन्दा एक्स्ट्रा सुपर। नाममै यसको शक्ति छ, नाममै संगीत छ, नाममै पहिचान छ, नाममै यसको जीत। तानसेन ओपिसी सिमेन्ट। विश्रामपछि स्वागत छ। अब बाँकी प्रसङ्ग। प्रदेश 5 को राजधानीका विषयमा सहमति जुटाउन सर्वदलीय बैठक सुरु भएको छ। सोमबार बिहानैबाट सुरु भएको बैठकमा सबै संसदीय दलका नेता र सचेत बसेर छलफल भइरहेको
प्रदेश सभा सदस्य भूमेश्वर ढकालले जानकारी दिए। प्रदेश 5 को राजधानी दाङको भालुवाङ क्षेत्रलाई तोकेको विषय विरोध भएपछि विवाद समाधान गर्न सर्वदलीय बैठक बोलाएको हो। आइतबार बसेको बैठक विनाशप्रिय टुङ्गिएपछि आज पुनः बैठक बसेको हो। स्थापक नेकपाको केन्द्रीय नेतृत्वसँग छलफल गर्नका लागि समय माग गरेपछि बिना निष्कर्ष बैठक टुङ्गिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सत्तापक्षले एकतर्फी रूपमा प्रदेशको राजधानी तोकेको भन्दै विरोध जनाएको थियो। यसैगरी काङ्ग्रेसले आज 10 बजेतिर प्रदेश 5 सभा भवनमा धरना दिने भएको छ। प्रदेश राजनीतिको प्रस्ताव सोमबार बस्ने संसदीय बैठकका पेश हुने भएपछि काङ्ग्रेसले संसदमा धरना दिने भएको हो। पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ। महाशाखाका अनुसार बङ्गालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव पूर्वी नेपाल रहेको छ भने हाल देशभरका मौसमको अवस्था प्रदेश नम्बर 1, प्रदेश 2 र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश 1 का थोरै स्थानमा हल्का वर्षा भएको छ। यता गण्डकी प्रदेश, प्रदेश 5, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ। यसैगरी महाशाखाले आज दिउँसो प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ भने प्रदेश नम्बर 1, प्रदेश 2 र बागमती प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशको 1-2 स्थानमा हल्का वर्षा सम्भावना रहेको छ। यस्तै राति प्रदेश नम्बर 1, प्रदेश नम्बर 2, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नम्बर 1 र प्रदेश नम्बर 2 का थोरै स्थानमा र बागमती र गण्डकी प्रदेशमा 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वभर पछिल्लो 24 घण्टामा 4000 भन्दा बढी कोरोना संक्रमणको मृत्यु भएको छ। बितेको 24 घण्टामा विश्वभर थप 4013 जनाले ज्यान गुमाएसँगै कोरोनाले मृत्यु हुनेको संख्या 10,41,543 पुगेको छ। यस्तै एकै दिन 2,49,000 भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो सँगै विश्वभर संक्रमितको संख्या 3,53,89,672 पुगेको छ। यो समाचार तयार पार्दासम्म 77,33,488 जनामा सक्रिय संक्रमण छ, जसमध्ये 66,423 को अवस्था गम्भीर छ। अहिलेसम्म 2,66,13,132 जनाले कोरोनालाई जितेका छन्। सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या 76,36,000 नाघेको छ। कोरोना भाइरसको संक्रमणबाट युरोपियन मुलुकहरूमा 2,25,053 जनाको मृत्यु भएको छ। 53,36,200 जना संक्रमित भएकोमा 28,83,242 जना संक्रमणमुक्त भएका छन्। हवस् त, यसका साथै टुडे न्युज अहिलेको लागि सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। हेर्दै गर्नु टिभी टुडे। नमस्कार।